ल है साथीहरू हाम्रो हाम्रो बारीमा काँक्रो लिन आउनु है 20 रुपियाँ किलो। आमा देखाइदिनु आन्टी हाम्रो बारीको काँक्रा। ए काँक्रा साथीहरू काँक्रा। लु काँक्रा खान आउनु है। काँक्रा छिटो छिटो टिप्नु है। 20 रुपियाँ किलो है साथीहरू 20 रुपियाँ किलो। दामी छ पो दामी है। हरियो काँक्रा करम करम मकै बारी दरेम दरेम। काँक्रो धेरै खोकी लाग्यो आन्टीलाई त। म त यहीँ छ पो। माया काग के गर्न गएको माछाको माया जति छ यी काँक्रो। आमा नानी यहाँ झुपु झुपुङ देखा न। आधा नि झुपु झुपु यो उजु गरेर पर्छ पर्दैन म त खाइदियो है पुसेर। सानो पो टेस्टी हुँदो रहेछ नि खै खाना हो। प्रवेश हेर्नु त राम्रो काँक्रो प्रभु 20 रुपियाँ किलो है साथीहरू 20 रुपियाँ किलो खाने पाउनु। कोलाई चाहियो भन्नु है। 20 रुपियाँ किलो होइन पाउँला। च्यागोमा आयो हेर्नु साथीहरू यस्तै काँक्रो हाम्रो बारीमा हेर्नु 20 रुपियाँ किलो हो। चाहियो भने भन्नु लिनु आउनुहोस्। मोबाइल नम्बर पठाउनुहोस् हामी पठाइदिउँला। माछाको खुयु खानको दिसी खाना हो। माछाको खुयु खाना हो। चिउली भेन्डी नि छ है गाई 20 रुपियाँ किलो हो चिउली भेन्डी नि। हामी धनियाको सबलाई 20 मा हो कि। त्यो पहिला भाग किन टिपेको त गाइस होइन झरेको किन टिपेको त बा गाइस पैसा तिरेर चाहिँ राम्रो खाने पाइस। त्यसै ल होइन ए हुन त्यसै हुन्न यार। कहाँ आफ्नो बारीमा त्यसै खानु त हो नि अर्काको बारीको किन्ने। तिमीलाई म त्यसै त तिमीलाई त पैसा हो पैसा हो हाम्रो त त्यसै लाने हाम्रो बारीको त। हाल्नु ला यो मुर्दा नि हाल म त लाना त्यसो बुढो त कसो छिटो खोज्यो कि त। यस्तो यस्तो मलाई कलिलो कलिलो उजु गर्ने खसेको फ्रिजमा राखेको भातसँग खानु सानो झ्याङ तान्नु भइसक्यो त। आमा कोबार सेको धोएर खानुपर्छ दबाई हाल्यो होला। दबाई नहाल्दा धेरै भयो नि त। नासीजी चु एलागी चु ngaला जम्मन जोगदिसी पर्बा यता एक काटे पर्बा नकाटे पर्बा तिमीहरू दिन कति राख्ने हो। अनि म जोखेर राख्छु त्यसको यति भयो भनिन्छु। यहाँ यस्तो भुइँमा पनि नानी कत्रो कत्रो हेर्नु यहाँ नानीले देख्दैन माछाको नानी अबि कत्रो भुइँमा त खुइला मियारे माछालाई खुइला मियारे माछालाई पङ चाहिँ ढाकेको एउटा चाहिँ हेर्नु त। यिनीहरू त छिपेको होला कि के होला पनि अचार हाल्दा खानुपर्ने चाहिँ हुन्छ। म त अझ हाल्न नै आउँदैन। अचार कसरी हाल्नु लाठी तेल पिन्ने यो काट्ने तेल पिन्ने आमिलो सामिलो हाल्ने हरियो खोर्सानी काट्ने हाल्ने अनि मोल्ने खाने ऊ त्यो देखा एउटा दामी यार मैले उदेको जान्छु। चिउली भेन्डी छ है साथीहरू 20 रुपियाँ किलो है 20 रुपियाँ किलो। कस्तो टेस्टी रहेछ यार। लो ताजी भयो ताजी है ताजी ताजी। म चाहिँ यस्तो कलिलो कलिलो मन रहेछ नि के भएको
के भनेको एकछिन टिप्दैन चिसो चिसो खुवाउँदा नि तरकारीहरू सबै दिन्छ मनी आउँथ्यो हौ मनी ल चियाको है तिमीले भने बनि दामी हुन्छ त खाना अघि टिप्यो भने त चिलाउँछ नि यस्तो त म त टिप्दैन चिलाउँछ तेरो के चिलाउँछ अलि छिपिसक्छ लाग्ला यो त हो कि ऊ लामो कपडा च्याचेर काट्नुपर्छ बक्क चिलाउँछ त कहिले आउने हो बगाउनु माया बाई कस्तो रहेछ यार आफै सानो बोको खान्छु हामी यो त हेर यति बोकेको नानी ए प्रभु के बोल्या बहिनी के बोल्या मलाई त्यस्तो उजुहरू मन पर्दैन कि ठ्याक्कै 1 किलो पुग्छ होला यो म पुगेँ नि म आएँ अर्कोले खाइ नानी म हामीले त पहिला पनि टिभी खा ठुलो पनि टिभी खा ठुलो खाने बानी छैन नि त तपाईँहरू बुढी भइसक्यो यो क्या अब थोप काँक्राकै काँक्रा गाएछु फेरि नराम्रो नसोच्नु है काँक्रा हो फेरि कहिले कहिले मनपर्छ मलाई त एउटा नै खाइसकेँ मैले त तपाईँहरूले खाएन यो टिप्नुमा उयो ठुलो टिप्नु टिप्नु रे आन्टी टिप्नु त मुनि भत्छ तपाईँ यो त टिप्ने बेला भइसकेछ त अनि यो दिदी उयो हो त्यो तिम्रो टाउको नि हात लिएर माथि हातै चलेर खा त भनेको हो तिनीहरू त झुप्पै रहेछ त्यहाँ भुइँमा यो भुइँको त लान्न कि लाने मान्छेहरूले योहरू त आचार बनाएर खाने हो कि फेरि गालीहरू चाम्दिरी कस्तो गाली गर्ने हो र जोखेर लाने माल पनि त गाली गर्छ तेरो टाउको 20 रुपियाँ किलो त किन डराउँदा मास्टर एउटा अलिकति ठुलो हाले थप्नु पर्यो एक्स्ट्रा आयो आयो कि अहिले लो ताजी हौ ताजी काँक्रा गाइस ल खाजी हौ खाजी खाजी काँक्रा खसालै हिँड क्याउ आएन पो छिटो खो ल ल आजलाई यति नै भिडियो साथीहरू ल ल ल